ल साथीहरु सबैजनालाई एकदमै खुसीको कुरा लिएर आएको छु। यो भिडियोलाई शेयर गर्नु होला। कुलमान, बालेन, रवि अहिले भर्खरै यिनीहरू सबैजना सहमतिमा आएर सबैजना मिलिसकेका छन्। जनताको चाहना यही थियो। कुलमानको पक्षमा पनि अलिअलि मान्छे छ, बालेनको पक्षमा पनि मान्छे छ, रविको पक्षमा पनि मान्छे छ। अब यो तीनटा एकै भयो भनेदेखि कसको कुनको गाडबाट धुवा निकालिदिन्छ त्यति बेला थाहा हुन्छ हैन। तर कुलमानज्यूलाई एउटै प्रश्न म के गर्न चाहन्छु भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट भागौड गएको माइत गएको त्यो सुमना श्रेष्ठ छ नि, हो त्यो सुमना श्रेष्ठलाई चाहिँ निकाल्नु पर्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो सुमना श्रेष्ठलाई चाहिँ निकाल्नु पर्यो। किनभने त्यो सुमना श्रेष्ठ हिजो त्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा नअटेर गएको हो त्यो भएको कारणले गर्दा त्यसलाई चाहिँ निकाल्नु पर्यो, तुरुन्तै निकाल्नु पर्यो, तुरुन्तै अहिले निकाल्नु पर्यो। त्यो मान्छेलाई चाहिँ म अनुहार देख्न सक्दिनँ क्या, किनभने त्यो मान्छेले हिजो रवि दाइ जेलमा हुँदा छोडेर गएको हो नि त साथीहरू। हो त्यो भएको कारणले गर्दाखेरि अब म सुत्न आँटेको साथीहरू, मजाले निएर आउने भयो मामपाका। हाम्रो चाहना त्यो थियो क्या, बालेन, कुलमान, रवि लामिछाने यो तीनजना मिल्नुपर्छ अनि देश बन्छ। अनि त्यो देश जसले अब रवि लामिछानेसँग पनि मान्छे छ, कुलमानसँग पनि मान्छे छ, बालेनसँग पनि मान्छे छ, हो आफ्नो आफ्नो तरिकाले आफूले पट्याएको मान्छेहरू छ, आफ्नो तरिकाले तानेको मान्छेहरू छ क्या यसमा। हो यी तीनजना एक भयो भने मा कसम पत्ता पनि हिल्दैन यो देशमा कसैको, यो तीनटाको अनुमति बिना। यति चाहिँ भन्न चाहन्छु। सबैजनालाई खुसीको कुरा छ। सबैजनालाई बाबाई साथीहरू, गुड नाइट सबैजनालाई, लभ यु अल। को गाली गर्ने रेडी भएर आए हुन्छ, नो प्रब्लम। तर कुलमान, हर्क, बालेन मिलिसक्यो, मिल्यो। यो भिडियोलाई शेयर गर्नु त साथीहरू, मिल्यो। हर्क र बालेन, कुलमान मिल्यो, हर्क र बालेन, कुलमान मिल्यो। यही चाहना थियो, मिल्यो।